बाल्दैछ हल्का दाम त्यहाँ छोडो न यार बाल्दै यसो हेलो गर्नु न यार च्यानल यसो सब्स्क्राइब हेलो सबैजनालाई है गाइजहरू ल विक्रमले Oh my god. भन्दै भाइ भन्दै आम भन्दै यस्तो खतरा हान्दै यही उसमा गेम हान्दिनु पर्छ यस्तो खतरा गरी हान्दै अल्टर छ यो पनि तानेर खाइदिन्छु ल ल हेलो गाइज आज चाहिँ हामी यसो काम नभएको अवसरले जुबेलतिर यसो घुम्नु जाँदैछौँ हामी चाहिँ अहिले हिँडेर विजेता हुनुहुन्छ हेर हाई गरिदिनु यसो यसो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु भन्दैछु ठिक छ सब्सक्राइब गरिदिनु भाइलाई ओके सबैजनालाई यता चाहिँ हाम्रो बालु दाइ र आशिष माम्स आउँदै हुनुहुन्छ बालु दाइको जुत्ताको ब्रान्ड चाहिँ देख्नुहुन्छ है गाइस बालु दाइ हल्का दाम त्यहाँ छोड्नु न यार दामी छ ल दामी छ जुत्ताको ब्रान्ड चाहिँ बालु दाइ यसो हेलो गर्नु न यार च्यानल यसो सब्सक्राइब विक्रम मगर अफिसियल च्यानललाई सब्सक्राइब गर्नु होला ओके यता दुईजना खोटाङ्गे सोल्टीहरू पनि आउँदै हुनुहुन्छ जुबेलतिर पुगेर थियो तपाईँहरूलाई देखाउनु छु हेर्नु सक्नुहुनेछ साउदीको वेदर चाहिँ एकदम बवाल छ है अहिले चाहिँ देख्न सक्नुहुन्छ यता विजेता हुनुहुन्छ एकदम बवाल छ तपाईँहरूले पनि हेर्नु सक्नुहुन्छ एकदम बवाल छ साउदीको वेदर चाहिँ अहिले यता चाहिँ हाम्रो खोटाङ्गे सोल्टी आउँदै हुनुहुन्छ हेर्नु होला पुरा आइरहेछ हिरो भएर आइरहेछ गाइस खोटाङ्गे सोल्टी है हिँडाइ चाहिँ हेर्नु होला है उहाँको ल चाहिँ एकदम वेदर राम्रो भएको कारणले गाइस हामी चाहिँ अब निकै हिँडिसकेको हेर्नु होला मान्छेहरूको चहल पहल यता चाहिँ खोटाङ्गे गाई चल्नु सुगन्धै यता पछाडि हाम्रो गाई छ ल आइपुग्नु आँट्यो धेरै दिन बस्यो गाडी मान्छेहरू ल है गाइस ल मेरो पनि अनुहार एकदम कालो कालो भइरहेछ ड्युटी गरेर हेलो गाइस यो चाहिँ हामी बस्ने जुबेलको सिटी हो यहाँको चलपल चाहिँ यस्तै छ सबैजनाले हेर्न सक्नुहुन्छ आजको मौसम चाहिँ एकदम राम्रो छ साउदीको जुबेल सिटी भन्ने ठाउँमा हामी जाने चाहिँ नेपाली होटलमा हो यहाँनिर गएर कारामेलो गर्ने रहेछ देख्नुहुन्छ होइन क्यारम बोर्ड यस्तै छ गाइस विजय दाइ चाहिँ मोबाइल हेर्दैछ है बन्द भएको दोकानमा विजय दाइ जाउँ बाल दाइ भिभो भन्दै हुन्छ भिभो यहाँ छ त भिभो मात्रै छ त यहाँ भिभो सबै क्या किस्ता में बाल दाइ अब भी किस्ता में तो लेके जाएगा बाल दाइ भिभो
भिभो तपाईँ भन्नुहुन्छ नि यो सबै भिभो सेट हो त दामी दामी घडी आएको रहेछ है गाई चाहिँ यो लु जाउँ ल माथि नै जाउँ ल अटोमेटिकै देख्नु सक्नुहुन्छ गाई जुबेल सेन्टरको सपिङ मल जस्तै छ है हामी यहाँ जुत्ता पसल सब कुछ पाइन्छ पैसा हुनु पर्यो त्यही हो Down no assist ma'am sir. Talk. Hello guys, अब चाहिँ हामी क्यारम बोर्ड खेल्नेवालामा छौँ हेर्नु होला म थोरै भिडियो देखाउँछु तपाईँहरूलाई गुटी छ तर त्यहाँ माग्नुपर्छ चाचाको अब बाजीको चाहिँ यो छ ल चिया ल सबैजनालाई यो को हो दुध बेकार एउटा बाल्दा तपाईँ हो यो एउटा यो मात्रै रहेछ क्या ठिक्क ल एउटा लिनु ल चेस सुन दाइला हो दुध बेकारको ओ लिनु गाई चाचाको बाजी चाहिँ ल क्यारम बोर्ड बाजी जसले हार्ने त्यसले पिल्नेछ सुक्रे कहाँ गएछ सुक्दा दाइ आउँछ मामा चिया हो मिठो हेलो सबैजनालाई हेर्नु होला अहिले जुबेल सिटीको हालत चाहिँ यस्तो छ पानी परेर पुरै पानी परिरहेछ गाडीहरू डुबान भइरहेछ यसरी हेर्नुपर्ने अवस्था भइरहेछ म चाहिँ माथि भिडियो गरिरहेको छु सबैजनाले हेर्नु होला भिडियो के कस्तो हुन्छ त्यो पनि कमेन्ट गर्नु होला ल त सबै गाडी डुबिरहेको छ यार यस्तो अवस्था छ अहिले साउदीको जुबेल सिटीमा बर्बाद छ बिजोक छ है गाई छ बिजोक छ है गाइजहरू ल विक्रमले ल है गाइज ल है आमा दामी ल हान्दै भाइ हान्दै आमा हान्दै यस्तो खतरा हान्दै यही उसमा गेम हान्दिनु पर्छ यस्तो खतरा गरी हान्दै अल्टर छ यो पनि तानेर खाइदिन्छु ल ल ल सबैजना आजको हाम्रो इन्ड चाहिँ यहीँ हुँदैछ गाई चोक बेदालाई हाइलो गरिदिनु सबैजना यार ल है त सबैजना तातो राख्नु भाइ तातो छ उफ म चाहिँ मोमो खाएँ बिहेदाई चाउमिन सुन्दाले मोमो खानु उता बाल्दाले चाउमिन माम्स के खानुभएको मामा के खानुभएको बोल्नु न यार मामा सुक्राजी ल ओके गाइज आजको भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु के कस्तो छ सबैजनाले हेरेर कमेन्ट गरिदिनु होला ओके बाई